Hi, good morning. This is day 4 अनि आज चाहिँ हामी लाङटाङ भ्यालीबाट क्यान्जिन गोम्पा जान्छौँ। हिजो सादा खाना खायौँ, खाना वाज गुड अनि सुत्यौँ। ठिकै थियो, स्टे राम्रै छ, होटल ठिकै थियो अनि यस अब हामी खाजा खान्छौँ अनि जान्छौँ। ओ त्यहाँ तलको भ्यालीदेखि हामी माथि आइसक्यौँ। म 9 बजीतिर निस्केको, अहिले चाहिँ 10 बज्यो। मैले लगभग 30-40% चाहिँ कभर गरिसकेँ। मभन्दा ऊ पर चाहिँ दुईवटा दिदीहरू हुनुहुन्छ अनि अगाडि कोही पनि छैन। बाटो अप्ठ्यारो छैन किनभने टुरिस्टहरू हेरिराख्नु भएको छ। सेफ नै छ, घाम लागिरहेछ। तर स्टिल टोपी इज मोस्ट इम्पोर्टेन्ट किनभने यो हावाले चाहिँ लेक लाग्छ के भन्दैन थियो। मैले मेडिसिन पनि लिएन, मलाई यस्तो गाह्रो हुन्छ जस्तो नि भएन कि, त्यसैले मैले मेडिसिन लिएको छैन। कोही देखेको छैन मेरो कलेजको चाहिँ। सो आई थिङ्क म 5 मिनट यहीँ कुर्छु, कोही आउनु भएन भने चाहिँ हिँड्छु। यताबाट हिँड्दै आएको म, अब जाँदैछु यता क्यान्जिन गोम्पा। Oh my God! मैले बीचमा रोडमा चाहिँ लेखेको छु आइएम कमिङ बिस्तारै भनेर, आइएम वकिङ बिस्तारै भनेर। अब खै भेटाउनुहुन्छ कि भेटाउनुहुन्न, उहाँहरूले धेरै पछाडि हुनुहुँदो रहेछ। मेरो साथीहरू कल गरेँ मैले, कहाँ छौ तिमी साथी भनेको त आउँदैछु रे। अनि हाम्रो होटेलको नाम चाहिँ के पो जान्छु अनि कल गरेर सोध्छु। बिस्तारै हिँड्छु बस्दै बस्दै, तर हिँड्न चाहिँ हिँड्छु। One step closer to Kanjin Gompa. Let's go! Bye bye bye. हामी चाहिँ वहाँ लाङटाङ होटलबाट हिँडेर यहाँ आउन चाहिँ 3 घन्टा जति लाग्यो। ठाउँ ठाउँ हामी सुत्दै निदाउँदै उठ्दै रेस्ट गर्दै भनेर चाहिँ त्यसरी आयौँ होइन। सरासर आयो भने चाहिँ 2 घन्टामा मजाले पुग्नुहुन्छ। म चाहिँ
9:30 त्यस्तैमा हिँडेको थिएँ। अहिले चाहिँ कति बज्यो 12:25 भएको रहेछ। अहिले हामी पुग्यौँ क्यान्जिङ गोम्पा। साथीहरू देखेकै छैनन् टाढा टाढा। सजिलो छ लाङटाङबाट क्यान्जिङ गोम्पा आउन चाहिँ सजिलो छ। अनि लामा होटेलबाट वहाँ लाङटाङ पुग्न चाहिँ अलिकति गाह्रो। फर्स्ट टाइम हिँड्नेहरूलाई चाहिँ एकदम गाह्रो हुन्छ। त्यसैले आजदेखि जिम जाने, एक्सर्साइज गर्ने, आफ्नो स्टामिना बढाउने काम गर्दै गर्नु होला। अनि स्याफुरबेसीबाट लामा होटेल पुग्न चाहिँ धेरै नै गाह्रो छ। अनि त्यही हो, वहाँ चाहिँ के भन्छ त्यो फर्स्ट स्टप चाहिँ एउटा होटेल थियो है। त्यो होटेलबाट ठाडो उकालो नाक घोटिन्छ है यसरी हिँड्ने बेलामा। एकदम ठाडो छ, खुट्टा पनि यो थाइहरू एकदमै दुख्छ। त्यही हो। अनि तर सेफली आउनु। एकदम भ्यू यस्तो खतरा भ्यू छ है। मलाई त राख्नु पनि मन लागेन किनभने चाहिँ आउनेलाई पनि एक्साइटमेन्ट होस् न भनेर। यस हामी आयौँ। अब होटेलमा जान्छौँ, एकछिन खाना खान्छौँ। हाई अगेन। हामी चाहिँ क्यान्जिङ गुम्पाबाट नि माथि पुगेर चाहिँ अनि खाना खाएर पानी खाएर रेडी भएर अब यहाँ चाहिँ त्यो उसको तामाङको लुगा लाएर भिडियो बनाउन आछौँ। यस लेट्स डु इट। हाई, हामी चाहिँ 3:30 बजे हिँडेर अहिले माथि क्यान्जिङ 1 मा पुग्दैछौँ होइन। गाह्रो भयो। मलाई त भमिट आउँछ जस्तो फिल भइरहेको थियो तर सिक्नेसले होइन, खाली पेट आएको नि त। अलिकति मल्टिग्रेन पाउडर खाथ्यौँ हामीहरूले, त्यति मात्रै। अनि बिहान मलाई नुनिलो खानुपर्छ के, सल्ट पर्सन हो म चाहिँ। अनि त्यही अनि बिहान टर्च बोकेर आएको, आधा घन्टामा त टर्च चाहिँ बन्द भइदिएर अनि झ्याउ भयो अलिकति। लेट्स गो। Always first. Me, sister, seniors. First, as always. We are the first. As always. Yeah, boy. खै त हल्का हट्दिनु त। यो फोन सनराइजन लाग्यो। हामी क्यान्जिङ 1बाट 2मा जाँदैछौँ। धेरै जसो चाहिँ 1मा पनि पुग्नु भएको छैन, त्यसैले हामीलाई अलाउ गर्नुहुन्छ कि नै माथि जान त्यो चाहिँ थाहा छैन। तर हामी बिस्तारै बिस्तारै निस्किँदैछौँ। सनराइज। ओहो मेरो मस्कारा। हामी होइन माथि पुगेर चाहिँ फर्केको। अनि सेकेन्डवालामा चाहिँ क्यान्जिङ सेकेन्डमा चाहिँ हामीलाई अलआउट गर्नु भएन। सो फर्स्टमा गयौँ अनि सेकेन्डको चाहिँ हाफसम्म हिँड्यौँ हामी। अनि त्यहाँ हल्का फराकिलो जस्तो ठाउँ थियो, अनि त्यहाँ चाहिँ अलिकति फोटोहरू खिच्यौँ। अनि हामी पुग्दा चाहिँ भर्खर घाम लाग्नु लागेको थियो। 6 बजे हामी फर्किहाल्यौँ। हामी फर्किसक्यौँ। यहाँ चाहिँ हल्का यहाँ रेस्ट गर्ने ठाउँ छ। म एकछिन बसेँ। मेरो खुट्टामा चाहिँ यहाँ मलाई हिजोदेखि मलाई यहाँ दुख्न लागेको हो। अनि किन दुखिरहेछ मलाई थाहा छैन कि, अनि त्यही भएर चाहिँ म एकछिन रेस्ट गर्छु। फर्स्टमा गएको ये 4400 मिटर अनि अर्को चाहिँ एउटा